सम्पूर्ण मेरो फेसबुक का साथीहरुलाई फलोअर्सहरुलाई चाहिँ नमस्कार, जय नेपाली भन्न चाहन्छु। नेपालीको जय होस्। अस्ति 15 गतेको दिन तीनकुनेमा रैतीवादीहरुले प्रदर्शन गरे। यो सन्दर्भमा 2 जनाको ज्यान गयो र अहिले आरोप र प्रत्यारोप एकअर्कामाथि थुपार्ने कामहरु भइरहेको छ। यसले समस्याको समाधान गर्दैन। त्यसकारणले मैले हिजो 16 गतेको दिन फेसबुकमा एउटा स्ट्याटस राखेको थिएँ, तीनकुनेले गरेको खबरदारी भन्नेमा शीर्षकमा। र मेरो फेसबुकको साथीहरुले कतिले चाहिँ यसलाई भिडियो बनाउनु पर्यो, लामो भएछ, मान्छेले पढ्दैनन् अहिले भन्ने भएको कारणले त्यसैलाई पनि भिडियो बनाउन गइरहेको छु र म त्यसलाई सरसर्ती चाहिँ पढ्न चाहन्छु। एकैछिनलाई समय निकालेर यहाँले सुनिदिनुहुनेछ भन्ने चाहिँ म हार्दिक अनुरोध गर्दै तीनकुनेले गरेको खबरदारी भन्ने शीर्षक। हिजोको आगजनी, लुटपाट, ज्यान मार्ने कार्य, पत्रकार मार्ने कार्य र सरकारको रवैया तथा कुशासनले जनधनको सुरक्षा र राष्ट्रिय सुरक्षा लगायत देशका अस्तित्वमाथि नै गम्भीर खतरा परिसकेको छ। यसमा रैतीवादीहरुले सरकारको अक्षम्यतालाई प्रयोग गर्दै राज संस्था यानी कि राज संस्था पनि ज्ञानेन्द्र शाहको राज संस्था चाहिँ को आवाज उठाइरहेको छ। त्यो सन्दर्भमा चाहिँ यसो हुनुको मुख्य कारण, प्रमुख कारण 1 नम्बरमा मैले लेखेको छु, संविधानमा उल्लेख भएका प्रमुख मुद्दाहरूको कार्यान्वयन नगर्नु, जाल झेल गरी संघीय लोकतान्त्रिक गणतन्त्रको युगलाई पछाडि ढकेल्न खोज्नु। 2 मा खुल्लमखुल्ला भ्रष्टाचार गर्नु, भ्रष्टाचार गर्न र छानबिन रोक्नकै लागि यो गठबन्धन हैन ठगबन्धन सरकार गठन हुनु। 3 सरकार प्रमुख खप र ओलीले दिनदिनै जनतालाई झोक चलाउने अभिव्यक्ति दिनु अनि तिनले जे बोल्दा पनि कार्यकर्ताले अर्थात् दासहरूले पनि ताली बजाइदिनु। 4 कुलमान घिसिङलाई 4 महिना बाँकी रहँदा दीपक खड्का मन्त्री र प्रधानमन्त्री खप र ओलीले पदच्युत गर्नु। आक्रोश, जनआक्रोश यसरी बढ्दैछ। त्यसैगरी 5 नम्बरमा केबल कार माफिया चन्द्र ढकालको हड्डी खाएर योगेश भट्टराई, अमेर महादेवको सेटिङमा गृहमन्त्री रमेश लेखकले मुकुमलुङ पाथिभरा क्षेत्र संरक्षकहरूलाई गोली हान्ने आदेश दिनु। 10 गते रातभर फुङलिङ बजारमा प्रहरी र भिजिलान्ते मिलेर आतंक मचाउँदा पनि छानबिन नगरी उल्टै संरक्षकहरूलाई पक्राउ गरे। महिना दिनसम्म चरम यातना दिँदै जेल कोच्नु। नरसंहारको योजना भए पनि मुकुमलुङ उमोको कृपाले मात्रै गोली लागेर पनि मान्छे बाँच्नु। प्रदेश नम्बर 1 मा रातारात डकैती शैलीमा संविधान विपरीत एकल गोत्रीय नाम कोशी राख्नु, स्टेक होल्डरको कन्सेन्ट नलिई दोस्रो कार्यकालमा संघीयतालाई निर्मम तरिकाले मास्नु। पहिलो कार्यकाल नामकरण भएको थिएन, किन भन्दा चाहिँ नाम चाहिँ पहिचान को राख्ने कि या भारतीय कोशी या महेन्द्रकालीन अञ्चलको नाम कोशी राख्ने भन्नेमा विवाद थियो। तर अन्ततगत
कोशी राखेरै छोड्यो सरकारले। 8 क प्रदेशको नाम कोशीको बारेमा काङ्ग्रेसले पुनः विचार गर्नुपर्ने अभिव्यक्ति दिए पनि त्यसको लागि कुनै पहल नगर्नु। ख कोशी नाम राखेर गल्ती भयो भनी माफी पाऊ माओवादीले भने पनि आजको दिनसम्म कुनै पहल नगर्नु। ग एमालेका कतिपय सांसदलाई कोशीमा नाम मन नपरे पनि खप्र ओली र हिक्मत कार्कीको तानाशाही शासनको विरुद्ध आवाज उठाउन नसक्नु। घ प्रदेश नम्बर 1 मा द्वन्द्व समाधान नगर्नु र सरकार गिर्ने बन्ने बनाउने भइरहनु। 7 गणतन्त्र लोकतन्त्र संघीयताको पार्टनरहरू किराँतीहरू आदिवासीहरू दलितहरू अल्पसंख्यकहरू खसहरू मधेसीहरू उत्पीडित बाहुनहरू लगायत मुस्लिमहरूको पहिचान र अधिकार मेट्न खोज्नु। 8 प्रदेशको नाम कोशीमा हस्ताक्षर गर्ने संविधानका 82 गद्दारहरू र त्यहाँका भूमि सन्तानहरूलाई आतंककारी भन्दै गोली वर्षाउन लगाउने 3 जना जसमध्ये प्रधानमन्त्री खप्र ओली, योगेश भट्टराई र महेश बस्नेतले किराँत भूमि वल्लो किराँत, माझ किराँत र पल्लो किराँत जसलाई लिम्बुवान पनि भनिन्छ त्यो भूमिमा जबरजस्ती हुलहुज्जत र सशस्त्र प्रहरीको बलमा गिज्याउँदै आन्दोलन बिथोलेर झोलाघाट चिवा भन्ज्याङको नाममा किराँत प्रदेशमा जबरजस्ती प्रवेश दमन गर्दै प्रवेश गर्नु र मुठभेड सृजना गर्नु। 9 एकल नस्लीय मिथ्याङ्क खडा गरी 10% पनि हिन्दू नभएको नेपालमा हिन्दू राज्य स्थापित गर्दै यहाँको बहुसांस्कृतिक विविधतालाई मास्नु र गणतन्त्रवादी कतिपय नेताहरूले समेत राजा ज्ञानेन्द्रको पक्षमा वकालत गर्न थाल्नु। 10 युवाहरूको सिप क्षमतालाई प्रोत्साहन गर्दै नेपालमा बस्ने वातावरण सृजना गर्ने कुनै ठोस कदम नचाल्नु। 11 पार्लियामेन्ट्री सिस्टम फेल खाए पनि 3 पार्टीको बीचमा लुट्नको लागि चुनावी ठगबन्धन है हजुरहरू, ठगबन्धन र सरकार ठगबन्धन गर्दै मिल्दाखेरि चुम्मा चाटिने गर्न खोज्ने, नमिल्दा उछिटो काट्ने संस्कारको कार्यकर्तालाई प्रशिक्षण दिनु। 12 सक्षम कार्यकर्ता र नेतालाई आदि बीचमै सकाउनु र नाता र दातालाई अगाडि बढाउनु। 13 व्यवसायको अगाडि नेता र सरकारमा म्युजिकल चेयर खेल्ने 3 पार्टीहरू र अरू सबै बिक्नु। 14 सत्ता र कुर्सीको लागि नैतिकता पोलिटिकल डक्ट्रिन सबै गोली मार्नु। केवल 15 प्रदेशलाई अधिकार सम्पन्न नबनाई केवल सङ्घमा टिकट दिन नसकेका नेताहरूलाई व्यवस्थापनको लागि मात्रै प्रदेशहरू डम्पिङ साइट बनाउनु। 16 पालिकाहरूलाई प्रदेशको अन्डरमा राख्नुपर्नेमा सङ्घले डाइरेक्ट एप्रोच बनाएर आफ्नै अन्डरमा राख्नु र प्रदेशलाई पालिका भन्दा कमजोर बनाउनु। 17 बाबुभन्दा अघि छोराछोरी जन्मिएको भने चाहिँ प्रदेश भन्दा अगाडि पालिकाहरूको निर्वाचन गर्नु। 18 राणाकालीन र शाहकालीन जिल्लाहरूलाई समन्वयमा परिणत गरे पनि भेन्टिलेटरमा राखेर अझै पनि बचाउनु। 19 जुनै सरकारले होस् नेपाली जनताको खुसीको लागि भन्दा नि आफ्ना र आफन्तको खुसीको लागि जे पनि गर्नु तर जनतालाई व्यवस्था गर्दै डिप्रेसनमा पुर्याउनु। देश संघीय लोकतान्त्रिक गणतन्त्रको साझेदारहरू एकले अर्कालाई जनता सामु गाली गरागर गरेर नङ्ग्याउँदै जनताको हक अधिकारमाथि लगाम लगाउनु। 21 फोरेन पोलिसी एन्ड डिप्लोमेसीमा नेशनल इन्ट्रेस्ट भन्दा पनि
पर्सनल इन्ट्रेस्टको लागि देशको सार्वभौमिकता, अखण्डता र गरिमा नै बेच्नु। 22 सरकारले महावीर पुन जस्ता देशप्रेमीलाई सडकमा किताब बेच्ने बनाई उपेक्षा गर्नु, बरु स्वामी, धर्मभिरो, ज्योतिष आदिलाई करोडौं करोड अनुदान दिनु। 23 सरकारले हर्क साम्पाङ राई जस्ता श्रम पितालाई खिल्ली उडाउनु, तर धरानेली जनतालाई पानी जस्ता अत्यन्तै बेसिक एन्ड इसेन्सियल निड्सको समाधानको उत्कट इच्छा पूरा गर्नको लागि हातेमालो गर्नै नचाहनु, नखोज्नु। 24 बालहिंसाको कामलाई देखि नसकेर सरकार प्रमुख खप्रा ओलीले दिनदिनै जियाउनु। 25 बजेट जनताको अधिकार भए पनि प्राथमिकताको आधारमा भन्दा पनि नेतासँग साँठगाँठ भागका पहुँचका आधारमा विनियोजन गर्नु र कार्यकर्ता समेतलाई भ्रष्ट बनाउनु। 26 भोट ब्याङ्कको लागि पहुँचको आधारमा विकासे बजेट विनियोजन गर्नु। 27 सरकार र सरकारी निकायहरू जनताप्रति उत्तरदायी नबनी नेता र शक्तिप्रति मात्रै उत्तरदायी हुनु। 28 विशेष 3 शीर्ष नेता खप्रा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डले नै सरकार ढाल्ने, गिराउने र बनाउने खेलको रमिता जनतालाई देखाइरहनु। 29 नयाँ पुस्ता, सक्षम पुस्ता र नैतिकवान इमान्दार पुस्तालाई राजनीति र सत्ता पुस्तान्तरण गर्नै नमान्नु। 30 समानुपातिक समावेशीको चरम दुरुपयोग गर्दै श्रीमती, केटी, सालोसाली, छोराछोरी र आफन्तलाई लगायत धन जसले दिन्छ तिनलाई मनोनित गर्दै समानुपातिकको धज्जी उडाउँदै समानुपातिक समावेशी खारेज गर्नुपर्छ भनेर फेरि त्यस्ता भाष्य निर्माण गर्नु। 31 जनता अर्थात् ह्युमन रिसोर्स बेचेर रेमिटेन्समा गर्व गर्नु। 32 विदेशी सहयोग र अनुदानमा गर्व गर्नु। 33 ठुल्ठुला भाषण तर जिरो इम्प्लिमेन्टेसन। 34 द्वन्द्व व्यवस्थापन र समाधान भन्दा पनि कन्फ्लिक्ट सप्रेसनले काम चलाउन खोज्नु, दबाएर काम चलाउन खोज्नु। 35 विकास भन्दै समृद्धिको नाममा डाँडाको टुप्पोमा अनावश्यक ढिउटार बनाउने, वातावरण मैत्री विकास नगरेर कङ्क्रिट घारीमा बदल्ने, वन जङ्गल मास्ने, आम जनतालाई डिप्रेसनमा पुर्याउने। 36 निर्वाचन हारेका र आफ्ना लगायत पिडुला सिडुला सेयर गर्नेलाई राष्ट्रिय सभामा लगी फेरि माननीय र मन्त्री बनाउनु, राजदूत बनाउनु, विभिन्न संवैधानिक आयोगहरूमा नियुक्त दिएर जनताको मतको कदर नगर्नु। 37 समृद्ध नेपाल सुखी नेपाली जस्ता हावा नारा रटाउनु। 38 प्राथमिकतामा खै त नेपालीको खुसी नभए सुखी कहाँबाट हुन सक्छन्? नेपाली खुसी नभए नेपालको कहाँबाट चाहिँ समृद्ध हुन सक्छ? त्यसैले हावा नारा रटाउनु। त्यसैले जनताको खुसी नै सर्वोपरि मानी सुशासन प्रत्याभूति गर्न तत्काल समाधान र दीर्घकालीन समाधानको खाका बनाउन जरुरी छ। तत्काल समाधानको लागि 1 सबैभन्दा पहिले हिजो भएको घटना अर्थात् 15 गते भएको घटनाको छानबिन समिति बनाएर दोषीलाई कारबाही गर्ने, मृतकलाई उचित क्षतिपूर्ति दिने र शहीद घोषणा गर्ने। 2 संविधानले दिएको वा संविधान लेख्दा गरिएको सहमतिको इमानदारसँग कार्यकर्ताको सहमति असहमतिले बाहिर राखेर जनताको साथ र सहमति लिएर कार्यान्वयन गर्ने। 3 संविधानले दिएको अधिकार जनता र समुदायमा प्रत्यायोजित गर्ने। 4 द्वन्द्वलाई बलजफ्ती दबाउने होइन, शान्तिपूर्ण तरिकाले संविधान सम्मत वार्ता गरी
उचित मागलाई सम्बोधन गर्दै समाधान गर्ने। 5 दुईचोटि प्रधानमन्त्री बनिसकेका र स्वास्थ्यले साथ नदिने शीर्ष नेताहरू जस्तै गणेशमान सिंह र भारतका सोनिया गान्धी चाहिँ पार्टी राजनीतिमा सक्रिय रही अभिभावकत्वको कर्तव्य निर्वाह गर्दै सरकारमा पार्टीको गौरवलाई उचाइमा पुर्याउने नयाँ नेताहरूलाई पठाउने। 6 रामचन्द्र पौडेल जस्तो पार्टीकै राजनीतिबाट बाहिर भइसकेकालाई राष्ट्र प्रमुख नबनाउने। 7 राष्ट्र प्रमुख भइसकेका विद्या भण्डारी जस्ता लालचीपनामा सक्रिय राजनीतिमा नआउने। 8 राजनीति पेशा नभएको र सेवा भएकोले सेवाबाट रिटायर्ड विशिष्टहरूलाई सुरक्षा गार्ड दिए पनि आर्थिक सुविधा, आवास सुविधा, गाडी सुविधा आदि नदिने। विदेशी हस्तक्षेप र तिनको अनुकूलमा देशका संयन्त्रलाई परिचालन गर्न कुनै स्थान नदिने। 10 ज्ञानेन्द्र शाहलाई दिइएका सेवा सुविधा सीमित सुरक्षा गार्ड बाहेक सबै कटौती गर्ने। राजनीतिको बारेमा बोल्न अभियान चलाउन बन्देज गर्ने। 11 गणतन्त्रकै व्यवस्थाले उदाएका नव नेताहरू र नव पार्टीहरू गणतन्त्रकै जरा उखेल्न लाग्नेहरूलाई यदि कुनै सरकारी पद धारण गरेका जस्तै मन्त्री, सांसद लगायतकाहरूलाई निलम्बन गर्ने। पुराना समयमा लोकतन्त्र र गणतन्त्रलाई दबाउन जनताको हत्या गर्ने कमल थापा जस्तालाई सक्रिय राजनीति गर्न बन्देज गर्ने। 13 हिजोको घटनामा प्रत्यक्ष अप्रत्यक्ष दुर्गा प्रसाई, रविन्द्र मिश्र, ज्ञानबहादुर साई, धवल शमशेर, नवराज सुवेदी, राजेन्द्र लिङदेन, रमा सिंह, स्वागत नेपाल, धर्म गुरुको नाममा ढोगी लगायतलाई पक्राउ गरी संविधानको मूल मर्मको उल्लङ्घन गरी आगजनी गरेको, लुटपट मचाएको, मान्छे मारेको र जातीय धार्मिक युद्ध बढाएको, दंगा बढाएको अभियोगमा जेल र सजाय दिने। 14 सके ज्ञानेन्द्र शाहलाई जेल हाल्ने। 15 यसै संविधानमा भएको संघीय लोकतान्त्रिक गणतन्त्र व्यवस्थाको रक्षाको शपथ ग्रहण गरी यसै व्यवस्थाको अन्त्य गर्न खोज्ने पार्टी राप्रपाहरू जस्तालाई निर्वाचन आयोगले सो पार्टीलाई प्रतिबन्ध लगाउने। 16 भ्रष्टाचारको महाआरोप लागेकोलाई न्यायपालिकाले फास्ट ट्र्याकमा छानबिनको आदेश दिई न्याय निरूपण तुरुन्तै गरिहाल्ने। 17 पार्लियामेन्ट्री सिस्टम ले पोलिटिकल स्टेबिलिटी नदिएकोले नेपालमा यो प्रणाली फेल खाइसकेकोले अब प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीमा जाने र युएसए जस्तै गरी बढीमा 2 कार्यकालको सीमा राख्ने, एक पटक हारेपछि अर्को पटक चुनावमा उठ्नै नपाइने, राष्ट्रपतिले क्षमतावान र विषय विज्ञहरूलाई मन्त्री मनोनित गर्ने, त्यस्तै प्रदेशका मुख्यमन्त्री निर्वाचनमा पनि सोही विधि लागू गर्ने। 18 सभासद पूर्ण समानुपातिक बनाउने र त्यसले सिर्फ कानुन ऐन नियम मात्रै बनाउने, मन्त्री हुन नपाउने। 9 शीर्ष नेताले र सरकारले दम्भ तथा अहंकार छाडी जनप्रिय बन्ने, कार्यकर्ता प्रिय मात्रै बन्न छाड्ने। 20 कार्यकर्ताले पनि आफ्ना नेता नाङ्गा हिँड्दा पनि ताली बजाउँदै सरकारलाई कस्तो सुहाएको भन्दै नेतालाई तानासा बनाउन छाड्ने। नेताजी तपाई नाङ्गै हिँड्नु हुँदैन है, अब तपाईको एज र सोचले धानेन, रेस्ट लिनुहोस् भन्न सक्नु पर्छ। 21
राष्ट्र अप्ठ्यारोमा परेको बेला प्रधानमन्त्रीले ख्यालठट्टा गर्दै कर्फ्यू हुन्छ अरे, आन्दोलन हुन्छ अरे भन्ने जस्ता कुरा भद्दा मजाक गर्ने र सुरक्षा दिन नसकेका गृहमन्त्री र भ्रष्टाचारको लागि कुलमानलाई हटाएरै छाड्ने दीपक खड्का जस्ता मन्त्री र मन्त्री परिषदले नैतिकताको आधारमा राजीनामा दिई सर्वदलीय सरकार बनाएर गणतन्त्रका लागि लड्ने सबै पार्टी र समुदायलाई सहकार्य गरी समुदायसँग सहकार्य गरी संविधानलाई इमानदारसँग कार्यान्वयन गरी द्वन्द्व समाधान गरी खुशी नेपाली बनाउने मूल मन्त्रलाई कर्तव्य ठानी लागे मात्रै गणतन्त्र संघीयता र लोकतन्त्रले उन्नति गर्छ। अझै समय छ, ढिलो नगरौं। यदि ढिलो भएमा पछुताउने चान्स समेत नपाइएला। राष्ट्रिय महासंकट ढोकैमा आइसक्यो। राष्ट्रिय संकटको बेला सबै नेपाली मिलेर सामना र समाधान गर्नुपर्छ। त्यसैले सबै नेताहरूलाई सच्चिनलाई आग्रह गर्दै र धेर नमच्चिनलाई पनि खबरदारी गर्दै मेरो आफ्नो लेखाइलाई म यही टुङ्ग्याउँछु। जय नेपालीको खुसी।